मैले केही समय अगाडि फेसबुक कन्टेन्ट मोनिटाइजको सेटअप पाएको थिएँ र आजभोलि मैले फेसबुकमा धेरै भिडियोहरू देखिरहेको हुन्छु, हेरिरहेको हुन्छु। साथीहरूले भिडियो बनाउनुहुन्छ, हाल्नुहुन्छ, उहाँहरूको भिडियोहरू हेर्ने गर्छु र उहाँहरूले चाहिँ अनिवार्य 10,000 फलोवर्स चाहिँ चाहिन्छ भनेर एकदम लागिरहनु भएको पनि देखिरहेको छु धेरै साथीहरूले। र धेरै साथीहरूको पे आउट सेटअप पनि मैले मिलाइदिएको छु। केही समय अगाडि मैले पनि फेसबुकको कन्टेन्ट मोनिटाइज जुन त्यो अप्सन त्यो मैले पाएको थिएँ र मैले पनि त्यो सेटअप गरिसकेको छु। केही थोरै भए अर्निङ गर्न सुरु गरेको छु। केही कमाइहरू थोरबहुत रूपमा मेरो फेसबुकबाट पनि हुन थालेको छ। तपाईहरुलाई म त्यो एकछिनमा सो गर्नेछु र यसको लागि कति फलोवर्स चाहिन्छ त्यो पनि म तपाईहरुलाई भन्नेछु। मेरै फेसबुक एकाउन्टमा चाहिँ मैले 5.9K मा कन्टेन्ट मोनिटाइज पाएको हुँ र त्योभन्दा पछाडि मैले पहिल्यै सेटअप गरेको थिएँ 2024 मै मैले स्टार फिचर इनेबल गर्नको लागि फेसबुकले त्यतिखेर पनि स्टार फिचर दिएको थियो नेपालमा र त्यतिखेर मैले सबै चीजहरुलाई चाहिँ सेटअप गरेको थिएँ। त्यसको लागि के चाहिन्छ भन्दा बैंक एकाउन्ट, प्यान नम्बर, नागरिकतामा आफ्नो जे छ त्यही नाम हाल्नु पर्यो। सबै चीजहरु अहिले म तपाईलाई एउटा एकाउन्टबाट गरेर देखाउँछु, हेर्नु होला। त्यो सेटअप गर्न पनि सिकाउने छु। र यो 10,000 फलोवर्स चाहिन्छ भन्ने पनि जहाँसम्म लाग्छ मलाई त्यो छैन, किनभने फेसबुकले हाम्रो कन्टेन्टहरुलाई रिभ्यु गर्छ, हेर्छ, चेक जाँच गर्छ र त्योभन्दा पछाडि हामीलाई कन्टेन्ट मोनिटाइजको अप्सन त्यो साइन अप गर्नको लागि पठाउँछ। मेरो दुईवटा एकाउन्ट छ, एउटा 5K लगभग एक हप्ता अगाडि पुग्यो। त्यसमा कन्टेन्ट मोनिटाइजको अप्सन आइसकेको छ। त्यसमा मैले गरेको छैन, किनभने एउटै सेटअप दुईवटा एकाउन्टमा गर्दा पछि अप्ठ्यारो पनि हुन सक्छ भनेर मैले त्यो चाहिँ गरेको छैन। र अहिले जुन यो भिडियो हालिरहेको जुन यो फेसबुक एकाउन्ट छ, यहाँबाट चाहिँ मैले सबै सेटअपहरु गरेको छु र तपाईहरुलाई यो सेटअप कसरी गर्ने त्यो पनि बताउँछु। र धेरै साथीहरुले सोध्नु पनि भएको छ, यो कसरी चाहिँ तपाईले मोनिटाइज गर्नु हो, यो कसरी भयो यति थोरै फलोवर्समा पनि भनेर चाहिँ सोधिरहनु भएको थियो। अनि मैले त्यही भएर उहाँहरुको लागि पनि यो भिडियो बनाइदिएको छु, हेर्नु होला। र यो फेसबुक मोनिटाइज भनेको हामीले अथवा कुनै व्यक्तिले, कुनै संस्थाले अथवा यो पैसा तिरेर गर्ने भन्ने चीज पनि होइन रहेछ। यो भनेको चाहिँ फेसबुकले हाम्रो कन्टेन्टहरुलाई हेरेर रिभ्यु गरेर चाहिँ उसले त्यो लायक छ भने अथवा चाहिँ त्यो कन्टेन्ट चाहिँ फेसबुकको गाइडलाइन अन्तर्गतै छ भने फेसबुकले फलोवर्स भन्दा पनि हाम्रो कन्टेन्टको आधारमा कन्टेन्ट मोनिटाइज दिइरहेको छ। यतिखेर मेरो दुईवटा एकाउन्टमा दिइसकेको छ। मेरोमा धेरै फलोवर्सहरु पनि छैन, थोरै छ। जस 5,000 हाराहारीमा छ एउटा र अर्को चाहिँ 6,000 हाराहारीमा छ र मैले कन्टेन्ट मोनिटाइज गरिसकेको छु। र तपाईहरु पनि कन्टेन्ट मोनिटाइज गर्नको लागि 10,000 फलोवर्स चाहिन्छ भन्नु पर्ने आवश्यकता पनि छैन र त्यो टास्कहरु पनि पूरा गर्नुपर्छ भन्ने छैन। आफ्नो ओरिजिनल कन्टेन्ट बनाउनुस्। ओरिजिनल कन्टेन्ट भयो भने हामीलाई जुनैसुकै बेला पनि फेसबुकले कन्टेन्ट मोनिटाइजको अप्सन त्यो साइन अप गर्नको लागि पठाउन सक्छ। यदि सेटअप तपाईले जान्नु भएन भने युट्युबमा धेरै भिडियोहरु छन्, हेर्नु होला। त्यहाँबाट सेटअप पनि गर्न सक्नुहुन्छ।